ओजोहरे समादेश मिनासान हेलो हाई आज पनि नेगी सुखाको भिडियो लिएर आएको छु। आज चाहिँ 3 गाडी प्याज काटेर लानुपर्ने हुन्छ। 3 गाडीमा 2 गाडी चाहिँ काटिसक्यो। अब यो चाहिँ 1 गाडी बाँकी छ। यसरी प्याज काट्नुपर्ने हुन्छ। जापान एग्रिकल्चरमा आउन कतिजना कम तयार भएर बस्नु भएको छ। यो भिडियो हेर्नु होला। यसै गरी काम गर्नुपर्ने हुन्छ। हाम्रो उहाँ चाहिँ नेपाली साथी हो अनि अरू चाहिँ फिलिपिनी साथीहरू छौँ। हामी अहिले चाहिँ यहाँ चाहिँ हामी 2 जना नेपाली र 4 जना फिलिपिनका साथीहरू छौँ। जम्मा 6 जना छौँ। 6 जनाले 3 गाडी प्याज काटेर लानुपर्ने हुन्छ। आज चाहिँ लगभग 2 घन्टा जति ओभरटाइम छ है साथी हो। हाम्रो चाहिँ बिहान 7 बजेदेखिको काम सुरु भएको हो अनि अहिले बेलुका 6 बजेसम्म यहाँ गरेर उता कम्पनीमा पनि गएर 1 घन्टा जति गर्नुपर्ने हुन्छ। लगभग गाडी चाहिँ भरिन लाग्यो। अब गाडी भरिनलाई 3-4 मुठा हाल्यो भने गाडी भरिन्छ साथी हो। तपाईँहरूको काम कस्तो छ भन्नुहोला अनि लाइक कमेन्ट सब्सक्राइब पनि गर्नुहोला।